हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी अन द स्पोट मोमो खाने प्लान गरियो। त्यसपछि पसल गएर सामान ल्याएर बनाउनतर्फ लागे। यतिकैमा हाम्रो किमा पनि रेडी भयो। किमा रेडी हुनु जेल चाहिँ हामी पिठो मुछेर त्यसलाई बेल्नतर्फ लागियो। बेलेर यति धेरै थुपारियो। त्यसपछि मैले मोमो बनाउँदैछ हेर्नु साथीहरू। जस्ट ट्राई। आफ्नो मोमो देखेर आफै हाँस्न मन लागिरहेछ। हेर्नु तपाईहरु चाहिँ हाँस्नु होला। जस्ट ट्राई हो, के गर्ने, आफै खानलाई जस्तो भए पनि हुन्छ। होममेड मोमो सबैजनाले आफ्नो आफ्नो तरिकाले मोमो बनाउँदैछौँ। हेर्नु होला मेरो छोरा हेर्नु खुसी हुँदै हातमा मोमोको डल्ला बोकेर कुदिँदैछ। हेर्नु त इन्जोयका साथ। मैले चाहिँ वाउ मोमो कति राम्रो, आफैले बनाएकोलाई आफै वाउ। यतिकैमा हाम्रो मोमो पनि रेडी भयो, पाक्यो। अब हामी यसलाई खानातर्फ जाँदैछौँ साथीहरू। हेर्नु त कस्तो राम्रो छ हामीले बनाएको मोमो। यति धेरै छ कि हेर्नु साथीहरू। वाउ हामी चाहिँ अब खानको लागि रेडी हुँदैछ साथीहरू। अचार पनि रेडी भइसक्यो। वाउ फर्स्ट बाइट हाम्रो चाहिँ बिग मोमो 4वटा छ। बिग मोमो खाँदैछ। हेर्नु बच्चा भएपछि शान्तले खान पनि पाउँदैन कि साथीहरू। हेर्नु न कहिले के गरेछ, कहिले के गरेछ, कहिले यता गएको छ, कहिले उता गएको छ, डिस्टर्बको तर पनि हामीले झर्को नमानिकन खाँदैछौँ इन्जोयका साथ। हेर्नु होला उसले पनि इन्जोय नै गरिरहेछ। उसलाई मोबाइल देखाएको छ तर पनि मानेको छैन। हामी सँगसँगै हेर्नु न अझै यताउता हामीले जे गरे त्यही गर्दैछ। हेर्नु न केही छैन, बच्चा उसले केही बुझेको छैन तर पनि हामीले बुझ्न पर्छ। यस्तै गफको तालमा हामीले कति धेरै खाएछ मोमो। आमामामा पेट पनि यति ठुलो भइसक्यो तर पनि खाँदैछ। हेर्नु होला साथीहरू, तपाईँहरू पनि इन्जोय गर्नु होला। हजुरहरू पनि बजारको भन्दा आफ्नै होममेड मोमो बनाएर खानु होला र इन्जोय गर्नु होला साथीहरू। हामी चाहिँ सधैँ घरमा बनाएर खाने भएर होला बजारको मिठै लाग्दैन कि साथीहरू, किनभने त्यसमा किमा भन्दा बाहिर अरू नै धेरै मिक्स गरेको हुन्छ। त्यही भएर कि साथीहरू। कस्तो लाग्यो मेरो मिनी भ्लग साथीहरू। मेरो छोराको इन्जोय पनि हेर्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।